साथी हेर्नु मौकाले भेट भयो। नमस्ते ताजै हो। एउटा सांस्कृतिक हाम्रो पहिचान हो, हामीले गाउनुपर्छ। धेरै टाइम पनि छैन, हामीसँग समय पनि छैन। एउटा गीत गाउँछु, त्यसपछि दिनका ब्याट हुने सबैजनाले देउडा खेल्ने पछि गरौँला। अहिले देउडाको डेढ पाइलो भन्ने बजाइदिनु होला। देउडा चाहिँ पछि खेल्नुपर्छ ल, सबैजनाले टाइम सबैलाई दिनुपर्छ, किन भन्दाखेरि हामी सबै कलाकारहरूलाई सम्मान गर्नुपर्छ भन्छु। सबैजनाहरू सभ्य भव्य र सुख शान्तिले बस्नु होला। यति भन्न चाहन्छु, यो गणेश प्रवास एकता समाजले आयोजना गरेको कार्यक्रम बेङ्गलोर कर्नाटकमा तपाईँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना। हाम्रो विशु पर्व 2083 को पनि शुभकामना छ भन्न चाहन्छु। भन्ने कुरा धेरै थियो, छोटो समय छ, त्यही भएर कार्यक्रम एउटा गीतबाटै बनाउँछु है त। ल बजाइदिनु। Kale